आजको हाम्रो चर्चा सुपर खुदी हाइड्रो पावरमा केन्द्रित छ। खासमा एउटा ठूलो हाइड्रो पावर प्रोजेक्ट कसरी बन्छ अनि कसरी सर्वसाधारणले पनि त्यसमा लगानी गर्न सक्छन्। ल आउनुहोस् यही विषयमा अलिक गहिराईमा जाउँ। एउटा प्रश्नबाट सुरु गरौँ न। हामी सुन्छौँ नि, यति मेगावाटको प्रोजेक्ट बन्यो, उति मेगावाटको बन्दैछ भनेर। तर कहिल्यै सोच्नु भएको छ यस्ता विशाल प्रोजेक्टहरू जसले पुरै शहरलाई उज्यालो दिन्छ, ती आखिर बन्छन् कसरी? यति धेरै पैसा चाहिने कहाँबाट आउँछ होला त? हो, यसको एउटा ठूलो स्रोत भनेको सर्वसाधारणको लगानी हो। अनि ठिक यहीँनेर सुपर खुदी हाइड्रो पावरको पछिल्लो खबर सान्दर्भिक हुन आउँछ। ल सुरु गरौँ सबैभन्दा ताजा खबरबाट। सुपर खुदीको सार्वजनिक निष्कासन अर्थात् आइपिओ। सबैभन्दा महत्त्वपूर्ण कुरा त यही हो। सुपर खुदी हाइड्रो पावरले 2082 साल पौष 22 गतेदेखि आफ्नो आइपिओ खुला गरेको छ। मतलब अब सर्वसाधारणले पनि यसमा लगानी गर्न पाउने भए। यो कम्पनीको लागि साँच्चीकै नै एउटा ठूलो कदम हो। अब कतिपयलाई लाग्ला यो आइपिओ भनेको के हो त? एकदमै सरल भाषामा भन्दा यो भनेको कुनै पनि प्राइभेट कम्पनी पहिलो पटक पब्लिक बन्ने प्रक्रिया हो। आफ्नो सेयर सर्वसाधारणलाई बेचेर कम्पनीले आफ्नो प्रोजेक्ट्सहरूका लागि पैसा जुटाउँछ। ल हेर्नुहोस्, यो आइपिओमा 15,50,000 किता सेयर त केवल आयोजना प्रभावित क्षेत्र मतलब लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूको लागि मात्रै छुट्याइएको छ। यो एक किसिमले आयोजना बन्दा सहयोग गर्ने स्थानीयलाई विकासको साझेदार बनाउने प्रयास पनि हो। त्यस्तै विदेशमा रहेर काम गरिरहेका नेपालीहरूलाई पनि बिर्सिएको छैन। उहाँहरूका लागि छुट्टै 1,55,000 किता सेयर छुट्याइएको छ। यो तालिकामा हेर्दा केही कुरा प्रष्ट हुन्छ। जस्तै आवेदन दिने समय। स्थानीयका लागि माघ 6 गतेसम्म समय छ भने विदेशमा काम गर्नेहरूका लागि पौष 25 गतेसम्म मात्रै। तर दुवै समूहले कम्तीमा 10 कितादेखि बढीमा 1 लाख कितासम्म आवेदन दिन सक्ने व्यवस्था छ। ल आइपिओको कुरा त भयो, तर यो पैसा उठाएर कम्पनीले आखिर गर्दैछ के त? हो, यही पैसा लगानी हुँदैछ अप्पर खुद्दी आयोजनामा। अब अलिकति यही प्रोजेक्टको बारेमा बुझौँ। यो हो 26 मेगावाटको अप्पर खुदी जलविद्युत आयोजना। यसको एउटा विशेषता भनेको यो रन अफ रिभर प्रकारको हो। यसको मतलब के हो भने ठूलो ड्याम बनाएर नदी थुन्ने होइन, बरु नदीको प्राकृतिक बहावलाई नै प्रयोग गरेर बिजुली निकालिन्छ, जसले गर्दा वातावरणीय असर पनि कम हुन्छ। अनि यो प्रोजेक्ट बुट मोडलमा बनेको छ। बुट अर्थात् बिल्ड ओन अपरेट ट्रान्सफर। मतलब कम्पनीले आफै बनाउने, केही वर्ष चलाउने, नाफा कमाउने अनि अन्त्यमा सरकारलाई हस्तान्तरण गर्ने। अब लगानी गर्नेहरूका लागि सबैभन्दा ठूलो ढुक्कको कुरा के हो भने उत्पादित बिजुली कसले किन्छ भन्ने चिन्ता नै छैन। किनभने कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग पहिले नै पीपीए अर्थात् विद्युत खरिद सम्झौता गरिसकेको छ। यसको मतलब जति बिजुली बन्छ त्यो सबै बिक्छ। आम्दानी पक्का। ल प्रोजेक्ट राम्रो छ, बिजुली बिक्ने ग्यारेन्टी छ। तर कम्पनीको आफ्नै आर्थिक अवस्था चाहिँ कस्तो छ त? अब अलिकति कम्पनीको हिसाब किताबतिर लागौँ है त। यहाँ हामी कम्पनीको नाफा नोक्सान विवरण हेर्दैछौँ। यो कम्पनीको आधिकारिक रिपोर्ट हो है। यसमा आम्दानी खर्च सबै देखाइएको छ। तर हाम्रो मुख्य ध्यान चाहिँ सबैभन्दा तलको लाइन खुद नाफामा हुनुपर्छ। अनि यो चार्ट हेर्नुहोस् त, यसले त निकै उत्साहजनक कुरा देखाउँछ। आर्थिक वर्ष 2080 मा कम्पनीको खुद नाफा थियो करिब 4.25 करोड। तर त्यसको ठिक 1 वर्षपछि आर्थिक वर्ष 2081 मा यो नाफा वात्तै बढेर 13 करोडभन्दा माथि पुगेको छ। एकै वर्षमा लगभग 3 गुणाको उछाल। यसले के देखाउँछ भने प्रोजेक्टले उत्पादन थालेपछि कम्पनीको कमाई कति राम्रो भएको छ। नाफा त बढ्यो, ठिक छ, तर कम्पनीको कुल सम्पत्ति चाहिँ कति छ यो ब्यालेन्स सिटले त्यही बताउँछ। यसमा कम्पनीको प्रोजेक्ट, मसिन, पैसा सबै कुराको जम्मा मूल्य देखाइएको हुन्छ। अहिलेको हिसाबमा कम्पनीको कुल सम्पत्ति लगभग 2.5 अर्ब रुपियाँ बराबर छ। यो आँकडाले नै कम्पनीको वित्तीय आधार कति बलियो छ र प्रोजेक्ट कत्रो छ भन्ने कुरा प्रष्ट पार्छ। तर लगानीमा सधैँ अर्को पाटो पनि हुन्छ, त्यो हो जोखिम। केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर एनपी बीबी आइस रेटिङ दिएको छ। अब यसको मतलब के हो भने कम्पनीले आफ्नो ऋण तिर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम छ। मतलब अवस्था राम्रै भए पनि केही जोखिम चाहिँ छ है भनेर सचेत गराएको हो। यो कुरा लगानीकर्ताले बुझ्नै पर्छ।
ल, यति सबै कुरा बुझिसकेपछि अब यसको सार के हो त? हामीले के बुझ्नुपर्छ? मुख्यतः 3वटा कुरा छन्। पहिलो, सुपर खुदीले आफ्नो 26 मेगावाटको प्रोजेक्टको लागि पब्लिकबाट पैसा जुटाइरहेको छ। दोस्रो, कम्पनीको आर्थिक अवस्था, खास गरी पछिल्लो वर्षको नाफा एकदमै राम्रो देखिएको छ। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, यो आइपिओले स्थानीय बासिन्दा र विदेशमा बस्ने नेपालीहरूलाई देशको पूर्वाधार निर्माणमा सिधै जोडिने मौका दिएको छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। जब सुपर खुदी जस्ता अरू प्रोजेक्टहरूमा पनि यसरी नै सर्वसाधारणको लगानी बढ्दै जान्छ, यसले नेपालको ऊर्जा सुरक्षा र समग्र आर्थिक विकासको लागि कस्तो भविष्य निर्माण गर्ला? सोच्नुपर्ने कुरा हो।